प्रभाले आँखाभरि आँसु पार्दै भनिन्, तिमी बुझ्दैनौ प्रतिपल, मेरो माया तिमीलाई सधैँ छ, तर म विवश छु। प्रतिपलले फेरि भने, झोलामा एक जोर कपडा हाल, हामी भागौँ। म तिमीलाई भगाउन आएको हुँ, छिटो गर। म तिमीलाई पल्टन लैजान्छु, कोर्ट म्यारेज गरौँला, उतै बसौँला। प्रभा छक्क परिन्। उनले सधैँ सपनामा देखिएको प्रतिपल अब उनकै छेउमा थियो, तर उनको मनमा सुबेदारको कुरा खेलिरहेको थियो। उनले तर्क गरिन्, तिम्रो परिवारले मलाई कहिल्यै स्वीकार्दैन, न त मेरो परिवारले। सिङ्गापुरको चम्चमाउँदो सहर, जहाँ आकाश छुने गगनचुम्बी भवनहरूले वरिपरि घेरिएको थियो, त्यहाँ प्रतिपलले आफ्नो नयाँ जीवनको पहिलो पाइला चाल्न थाले। सिङ्गापुर पुलिस फोर्समा आबद्ध भएपछि उनले राष्ट्रपति कार्यालयको सुरक्षा गर्ने जिम्मेवारी पाए। ठुला गेट, उच्च संरचना, सुरक्षा क्यामेरा र प्रशिक्षित सैनिकहरूले चारैतिर घेरेका थिए। हरियो वर्दी लगाएको प्रतिपल गर्वका साथ आफ्नो ड्युटीमा उभिएको थियो। वरिपरिको वातावरण निकै आधुनिक थियो। सुन्दर बगैँचा, रङ्गीचङ्गी फुलहरूले सजिएको पार्क, फोहराको पानीको हल्का धारा, सडकमा सफा बाटो र उच्चस्तरीय सवारी व्यवस्थाले उनको आँखालाई ताजगी दिएको थियो। तर यी सबै दृश्यले उनको मनको खालीपन कम गर्न सकेन। हरेक ड्युटीको समयमा प्रतिपलको मनमा प्रभाको याद आउँथ्यो। गाउँको हरियाली जङ्गल, जहाँ उनीहरू सँगै हिँड्थे, स्कुल फर्कदा हात समाएर कुरा गर्ने दिनहरू, माटोको सुगन्ध, हरियो फाँट, चराहरूको चिरबिर, यी सबै सम्झनाले उनको मनमा पीर ल्याएका थिए। उनले आफैसँग प्रश्न गर्थे, किन मैले छुट्टिने बेला हिम्मत गरेर भेटिन? बाउको डरले कि समाजको डरले मलाई रोक्यो? रातभर अपराध बोधमा उनलाई निन्द्रा लाग्दैनथ्यो। आफ्नो कोठाको सानो झ्यालबाट बाहिरको उज्यालो हेर्दा पनि प्रभाको हाँसो र आँखामा चम्किरहेको उनको तस्बिरले आँखा आँसुले भरिन्थे। उता प्रभा गाउँमा एक्लै थिइन्। नेपालको पहाडी गाउँ, जहाँ हरियो धानका फाँट, जङ्गल र नदीका आवेगले वरिपरि घेरिएका थिए, त्यहाँ प्रभाले आफ्ना दिन बिताउँदै थिइन्। उनको हरेक साँझ प्रतिपलको यादमा डुब्थे। घरको सानो कोठामा, जहाँ पुरानो खाट, केही किताब र एउटा डायरी मात्र थिए, उनले आफ्ना भावना यहीँ व्यक्त गर्थिन्। डायरी खोल्दै कलम समातेर लेख्थिन्, प्रतिपल, तिमी बिना यो जीवन कति खाली छ। हाम्रो माया के होला? के हामी फेरि भेट्न सक्नेछौँ? उनको मनमा पीर, छटपटी र एक किसिमको उदासी रहिरहन्थ्यो। गाउँको वातावरण शान्त भए पनि उनको मनमा आधी चलिरहेको थियो। राति जङ्गलबाट आउने जनावरको आवाजले पनि उनलाई डराउँदैनथ्यो, किनभने उनको डर त प्रतिपललाई गुमाउने मात्र थियो। सुबेदार आफ्नो छोरो लाहुरे बनेर विदेश गएकोमा गर्व गर्थे। उनलाई लाग्थ्यो परदेशको व्यस्त जीवनले प्रेमलाई मेटाइदिन्छ र प्रतिपलले बाहुनकी नातिनी प्रभालाई बिर्सनेछे। गाउँमा पनि यो कुरा फैलिएको थियो। प्रभाको बाजे पनि ढुक्क थिए कि राईको छोरो परदेश गएपछि नातिनीले एक दिन आफ्नो माया बिर्सनेछिन्। प्रतिपलको ट्रेनिङ 12 महिना चल्यो। यो आधारभूत ट्रेनिङ अत्यन्त कठिन थियो। शिक्षा, शारीरिक प्रशिक्षण, सुरक्षा अभ्यास, हतियार प्रशिक्षण, यी सबैले उनको समय र शारीरिक ऊर्जा पूर्ण रूपमा खपत गरिरहेको थियो। उनले घर वा प्रभासँग सम्पर्क गर्ने अवस्था पाउँदैनथे। चाहेर पनि फोन गर्न वा चिठी पठाउन सकेनन्। थकित शरीर, मानसिक तनाव र अलगावले उनको मनलाई कमजोर बनाइरहेको थियो। उता प्रभा काठमाडौँ पुगिन्। अनमीको 18 महिने पढाइलाई निरन्तरता दिँदै उनले उत्कृष्ट अङ्क ल्याइन् र पास भइन्। उनको लक्ष्य सरकारी परीक्षा दिएर गाउँकै स्वास्थ्य चौकीमा सेवा गर्नु थियो। प्रभा प्रतिपलको यादसँगै पढाइमा ध्यान केन्द्रित गर्थिन्। दैनिक कलेजमा अनमीको कक्षा र अभ्यासले उनको जीवन व्यस्त बनाएको थियो। काठमाडौँको सडक, भिडभाड, ट्राफिक, आधुनिक कलेज भवन, ल्याब र पुस्तकालय, यी सबैले प्रभाको जीवनलाई नयाँ चुनौती दिएको थियो। उनी हरेक दिन बिहान उठेर कलेज जान्थिन्, नयाँ ज्ञान सिक्थिन् र बेलुका कोठामा फर्केर डायरी लेख्थिन्। डायरीका पानामा उनले आफ्ना भावनालाई अभिव्यक्त गर्थिन्। प्रतिपल र प्रभा दुई टाढा संसारमा अलग अलग जीवन बिताइरहेका थिए, तर दुवैको मन एउटै सम्झनामा बाँधिएको थियो। प्रतिपलको हृदयमा अपराध बोध र जिम्मेवारीको बोझ थियो भने प्रभाको हृदयमा पीर, छटपटी र अधुरो माया थियो।
प्रतिपलको ट्रेनिङ कठिन भए पनि उनले आत्मनियन्त्रण, मानसिक मजबुती र शारीरिक क्षमता हासिल गरे। प्रत्येक दिनको कठिनाइले उनलाई राम्रो सुरक्षा अधिकारी बनायो। तर घर र प्रभाको दूरीले उनको हृदयमा खालीपन छोड्यो। उनले सोच्थे कि प्रभा अझै मेरो प्रतीक्षा गर्छिन्, के उनी मेरो प्रतीक्षामा बाँचिरहेकी होलिन् त? उता प्रभा पनि निरन्तर आफ्नो लक्ष्यतिर अघि बढिरहेकी थिइन्। पढाइमा अब्बल, आत्मविश्वासी र भविष्यको योजना बनाउने अवस्थामा उनले आफ्नो माया र पीरलाई मनभित्र समेटेर अघि बढिरहेकी थिइन्। 12 महिनाको कठिन ट्रेनिङपछि अन्ततः प्रतिपलले छुट्टी पाए। ट्रेनिङले उनको शारीरिक र मानसिक शक्ति थकाएको थियो। सिङ्गापुर पुलिस फोर्सको ट्रेनिङ कठिन थियो। बिहान छिटो उठेर दौड, शारीरिक अभ्यास, ड्रिल, आत्मरक्षा, हतियार प्रशिक्षण र रणनीतिक अभ्यास, यी सबैले उनलाई शारीरिक र मानसिक रूपमा चुनौती दिएका थिए। तर अन्ततः प्रतिपलले घर फर्कने अवसर पाए। विमानस्थलबाट गाउँतिर जाँदा उनको मनमा मिश्रित भावना थियो, खुसी, उत्साह, तर प्रभाको यादले उनलाई भित्रैदेखि खाएको थियो। गाउँ प्रवेश गर्दा पुरानो घर, अग्लो आँगन र गाउँलेहरू सबैमा नयाँ ऊर्जा र पुराना सम्झनाको मिश्रण थियो। सुबेदारले छोराको आगमनको खबर सुनेर गाउँभरि खुसीको वातावरण सिर्जना गरे। गाउँलेहरू, छिमेकी र पुराना साथीहरूले प्रतिपललाई स्वागत गर्न उत्साहपूर्वक तयारी गरे। घरको आँगनमा ठूलो भाँडामा मिठा परिकारहरू पकाइयो। गाउँलेको भिडले उत्सवको वातावरण बन्यो। प्रतिपलको मनमा खुसी थियो, तर प्रभाको यादले खालीपन पनि सृजना गरिरहेको थियो। उता प्रभा काठमाडौँमा अनमीको सरकारी परीक्षाको तयारीमा थिइन्। उनले आफ्नो कलेजलाई व्यवस्थित र भविष्य निर्माणमा केन्द्रित गरेकी थिइन्। गाउँको समाचारले उनलाई थोरै सान्त्वना दिन्थ्यो। प्रतिपल गाउँमा 1 महिना बसेर पल्टन फर्कनु पर्ने थियो। गाउँमा रहँदा उनले स्कुल गएर शिक्षक र साथीहरूलाई भेटे। पुराना साथीहरूको हाँसो, शिक्षकहरूको आशीर्वाद, जङ्गलको हरियो बाटो, फाँट, नदी किनार, सबैमा प्रतिपल र प्रभाको सम्झना उनको मनमा ताजा भयो। अन्तिम दिन प्रतिपलले शैलेशलाई प्रभाका लागि चिठी छाडे। चिठीमा लेखिएको थियो, प्रिय प्रभा, परिस्थितिले हामीलाई टाढा पुर्यायो, तर मेरो मनभित्र तिमी सधैँ बाँचिरह्यौ। म तिमीलाई लिन आउनेछु, अवश्य आउनेछु। तिमी बिना म अधुरो छु। प्रतिपलको अनुपस्थितिले प्रभाको जीवनमा खालीपन सिर्जना गरिरहेको थियो। तर त्यही बीचमा मेहनत गरेर प्रभाले अनमीमा उत्कृष्ट अङ्क ल्याइन्। उनले सरकारी जागिर पाइन् र गाउँ फर्किनु पर्यो। पण्डित शर्माकी नातिनी न थिइन्, पढाइमा अत्यन्त अब्बल। उनको पहिलो पोस्टिङ एक दुर्गम जिल्लामा भयो। 6 महिनापछि उनको सरुवा आफ्नै गाउँमा भयो। गाउँले र पण्डित शर्मा दुवै खुसी भए। त्यही समयमा शैलेशले प्रभालाई प्रतिपलको चिठी दियो। चिठी पढेर प्रभा मूर्ति जस्तै स्थिर भइन्। उनको हृदयमा भावनाको बाढी आयो। प्रभाले चिठी पढेर धेरै सम्झनाहरू ताजा गरिन्। जतिखेर उनीहरू सँगै जङ्गलको बाटो हिँड्थे, खेल्थे र मन खोल्थे, ती हाँसो र प्रेमका क्षणहरू उनको आँखामा जीवन्त भए। उनलाई महसुस भयो प्रतिपलको अनुपस्थितिले उनको जीवनमा खालीपन ल्याएको छ। ठ्याक्कै 1 वर्षपछि सुबेदार धरान झरेर आफ्नो नम्बरी साथीको छोरीसँग छोराको बिहे पक्का गरेर गाउँ फर्किए। उनको आँखा खुसी र आत्मसन्तुष्टिले चम्किरहेको थियो। यो खबर गाउँमा आगो जस्तै फैलियो। गाउँलेहरूले विभिन्न प्रतिक्रिया जनाए। कसैले आश्चर्य र हर्ष व्यक्त गरे, कोही पीडामा डुबे, तर सबैको नजर प्रभामा केन्द्रित थियो। सुबेदारले सबै सामाजिक र सांस्कृतिक प्रक्रिया पूरा गरेपछि अब केवल प्रतिपल र कन्याको स्वीकृति बाँकी थियो। उनी लिम्बुनी थिइन् र पेसाले नर्स। उनको नाम गाउँमा पहिले चर्चामा थियो, तर अब उनी प्रतिपलको जीवनसाथी बन्ने निश्चित भइसकेको थियो। तर प्रभाका लागि यो खबर भयानक पीडाको कारण बन्यो। स्वास्थ्य चौकीमा ड्युटी दिइरहँदा यो खबर सुनेर उनी बेहोस भइन्। साथीहरूले पानी छम्काएर बिउझाए। घर आएर उनी कोठामा थुनिन्। उनको मनमा प्रतिपलको यादले छटपटी ल्याइरहेको थियो। उनी पहिले जस्तो थिएनन्। शरीर दुब्लो हुँदै गए, खाना खान छाडिन्, आँखा भासिन थाल्यो। पीरले उनको ज्यानै लिने अवस्था सिर्जना भएको थियो। उनको प्रत्येक दिन अब दुःख र पीडामा सीमित थियो।
रातभर रोएर बिताउँथिन्, डायरीमा आफ्ना भावना लेख्थिन्, तर लेख्दा पनि मनको पीडा कम हुँदैनथ्यो। उनको मनमा प्रतिपलको याद सधैँ बाँचिरहेको थियो। एक दिन बाटोमा प्रतिपलको आमाले प्रभाको आमालाई भेटिन्। पहिले उनीहरू मिल्ने साथी थिए, तर अब सम्बन्ध अर्कै ढाँचामा थियो। उनीहरू एक कुनामा उभिएर गफ गरे। प्रभाकी आमाले आत्तिएर भनिन्, दिदी, मेरी छोरी त मर्न लागेकी छे, प्रतिपललाई यो खबर सुनाइदिनुहोस् है। प्रतिपलकी आमाले भावुक हुँदै भनिन्, मलाई पनि प्रभा एकदमै मनपर्छ, धेरै व्यावहारिक छिन्, तर के गर्नु, प्रतिपलको बाउ रिसाहा छ, म त उनको अगाडि बोल्नै सक्दिनँ बहिनी। त्यसपछि दुवै आमा रोए, धेरै बेरसम्म रोए। मनभित्रको पीडा, बिछोड र असमर्थताले वातावरण भारी बनायो। केही दिनपछि सुबेदार भैँसीलाई घाँस काट्न रुखमा चढ्दा हाँगा भाँचिएर जमिनमा खसे। बाहिर सामान्य चोट मात्र लाग्यो, तर भित्री चोटले उनलाई गहिरो पीडा दिएको थियो। गाउँमा अनमी प्रभा नै थिइन्। उनी आफ्नो ड्युटी निभाउन प्रतिपलको घर पुगिन्। प्रतिपलको घरको आँगनमा प्रवेश गर्दा प्रभाको सास रोकियो। खाटमा सुबेदार सुतिरहेका थिए। प्रभा नजिक गएर मलमपट्टी गरिन्, श्वास जाँचिन् र औषधि दिन्। यो बीचमा सुबेदारले सुनेका थिए प्रभा प्रतिपलको बिहेको खबरले विक्षिप्त छिन्, बिरामी छिन्। साँच्चै नै प्रभा दुब्ली बनिसकेकी थिइन्। त्यसपछि सुबेदारले नजिकै उभिएकी प्रभालाई भने, नानी, प्रतिपललाई बिर्सिदेऊ, तिमी आफै सक्षम छौ, हाम्रो चुलामा बाहुनी चल्दैन। प्रतिपलका लागि मैले कन्या हेरेकी छु। हामी मर्दा पर्दा तिमीले छुन मिल्दैन, हामीलाई पनि नमज्जा हुन्छ, तिमीलाई पनि नमज्जा हुन्छ। प्रभाले सुबेदारको कुरा चुपचाप सुनिन् र बाटो लागिन्। सुबेदारको कुरा व्यावहारिक रूपमा सही थियो। परिवारभन्दा माथि कोही छैन, त्यसैले उनको आँखाबाट आँसु बर खस्न थाल्यो। प्रभाको मनमा निराशा र पीडा गहिरो बन्यो। प्रतिपलको यादले छटपटी र मानसिक पीडा बढाइरहेको थियो, तर उनले कुरा बुझिन्, कुनै पनि हालतमा परिवार र समुदायको नियम उल्लङ्घन गर्न सकिन्न। त्यसपछि प्रभा बाजेको अगाडि गएर भनिन्, बाजे, म अब बिहे गर्छु, वर खोज्नुहोस्, जो भए पनि हुन्छ। प्रभाको कुरा सुनेर पण्डित शर्मा हर्ष न विस्मातमा परे। तर प्रभाको मनभित्रको पीडा शान्त भएन। प्रतिपलको बिहेको खबरले उनी भावनात्मक तनावमा थिइन्। यो तनाव उनले आफ्नो दैनिकी र ड्युटीमा सजिलै बिर्सन सक्दिनथिन्। करिब 6 महिनापछि सिङ्गापुरमा प्रतिपलले सबै घटनाबारे थाहा पाए। यो खबरले उनलाई गहिरो चोट पुर्यायो। उनी थकित, निराश र भावनात्मक रूपमा भत्किए। काममा ध्यान दिन नसक्ने, रातभर निदाउन नसक्ने अवस्था भयो। टाढाको देशमा बसेर प्रभाको सम्झनाले उनको आत्मा भट्काइरहेको थियो। एक पलमा उनले महसुस गरे, प्रभा बिना उनको जीवन अधुरो छ। रातभर आँसु झारे, कराए, पीडामा विलिन भए। अन्ततः उनले निर्णय गरे छुट्टी लिएर घर फर्कने। उनले प्रभासँग भेटेर भविष्यको निर्णय गर्न चाहे। एक साँझ प्रतिपल साँच्चै प्रभाको कोठाको ढोका ढकढकाउन पुगे। प्रभाले बिस्तारै ढोका खोलिन्। उनको अगाडि प्रतिपल उभिएको थियो। प्रभा छक्क परिन्। हावा रोकिए जस्तै भयो। प्रतिपलको उपस्थितिले उनलाई भावनात्मक झट्का दियो। झट्ट प्रतिपललाई देख्दा प्रभाको मन यति रोयो, उनी हुत्तिएर प्रतिपलको अँगालोमा बेरिन पुगिन्। ढोकाबाट भित्र तानिन्, चुकुल लगाइन्। प्रतिपलले हतार हतार बोल्यो, मलाई धोका दिने हो? भन, मैले तिमीलाई माया गरिन हो? प्रभाले आँखाभरि आँसु पार्दै भनिन्, तिमी बुझ्दैनौ प्रतिपल, मेरो माया तिमीलाई सधैँ छ, तर म विवश छु। प्रतिपलले फेरि भने, झोलामा एक जोर कपडा हाल, हामी भागौँ। म तिमीलाई भगाउन आएको हुँ, छिटो गर। म तिमीलाई पल्टन लैजान्छु, कोर्ट म्यारेज गरौँला, उतै बसौँला। प्रभा छक्क परिन्। उनले सधैँ सपनामा देखेको प्रतिपल अब उनकै छेउमा थियो, तर उनको मनमा सुबेदारको कुरा खेलिरहेको थियो। उनले तर्क गरिन्, तिम्रो परिवारले मलाई कहिल्यै स्वीकार्दैन, न त मेरो परिवारले। प्रतिपलले ढिपी गर्न थाले, तर प्रभाले बिस्तारै ढोका खोलेर चुपचाप हिँडिन्। प्रतिपल पछ्याउन थाल्यो। प्रभा मूल बाटो छोडेर सिधै प्रतिपलको घर लागिन्। अलि पर पुगेपछि प्रतिपलले भने, कता हिँडे कि? प्रभा चुपचाप हिँडिरहन्। अन्ततः प्रतिपलको घर पुगिन्। सुबेदार र सुबेदारनी सुत्ने तयारी गर्दै थिए। उनीहरू प्रभा र प्रतिपललाई देखेर छक्क परे। प्रभाले नरम स्वरमा भनिन्, प्रतिपल मलाई भगाउन आएको रहेछ बुवा। मैले सम्झाएँ, तर उसले मानेन।
त्यसैले तपाईहरूको जिम्मा लगाउन आए। प्रभाको कुरा सुनेर सुबेदार झसङ्ग भए, मनमुटु चिसो भयो। अब हात हालेर कुट्न पनि सक्दैनथे। प्रतिपल एक जवान र लाहुरे भइसकेको थियो। त्यसपछि प्रभा प्रतिपललाई घरमै छाडेर चुपचाप फर्कन थालिन्। बाटोमा आउँदा बेस्सरी रुई। घर आइपुगेर उनले लेखेका डायरीहरू च्यातचुत पारिन्। रुँदा घरका सबै बिउजे। आमा आएर छोरीलाई अँगालोमा बेरिन्। पण्डित बाजे आफ्नो कोठाबाट प्रभा रोइरहेको सुन्दै थिए। यता सुबेदार ठुलो आँखा च्यात्दै छोरातिर झम्टे। रुखबाट लड्दा उनको शरीर पूर्ण स्वस्थ थिएन, नत्र हातै हाल्ने स्थिति बन्न सक्थ्यो। सुबेदारनीले छोरालाई कोठामा लगेर सुताइन्। प्रतिपल छक्क परे। उनले प्रभाले किन यस्तो गरिन् भनेर बुझ्न सकेनन्। रातभर निदाउन सकेनन्। सुबेदार र सुबेदारनी पनि रातभर गुनगुन गर्दै थिए। भोलिपल्ट बिहान सुबेदार खुरुखुरु पण्डित शर्माको घर गए। सुबेदारलाई देखेर पण्डित शर्माका परिवार छक्क परे। वर्षौंदेखि नबोलेको र यो बाटो नहिँडेको मान्छे देखेर छक्क पर्नु स्वाभाविक थियो। सुबेदारले मुस्कुराउँदै भने, लौ चिया खान धङधङ्गी लागेर आएको म त, चिया पकाऊ बाजे। सबै छक्क पर्दै सुबेदारलाई हेर्दै थिए। त्यही बेला सुबेदारले थपे, हिजो राति तिम्रो नातिनी मेरो छोरोसँग मेरो घर आएकी थिए। परिवार शर्मा यो कुरा सुनेर झसङ्ग भए। मन चिसो भयो। प्रभा मूर्तिवत उभिएकी थिइन्। सुबेदारले भने, हेर बाजे, मेरो एक भाइ छोरो हो। म कुनै हालतमा बाहुनीलाई बुहारी बनाउने पक्षमा छैन। यो मिल्दैन पनि। तर म तिम्रो नातिनीलाई गुमाउने पक्षमा पनि रहिन। अब के गर्नु, म यिनीहरूको मायामा हारे। तिम्री नातिनी मेरो कुलमा देऊ, जे पर्छ सहुला। यो कुरा सुनेर प्रभा भित्रै खुसीले चिच्याइन्, तर बाहिर मुस्कुराइन्। थोरै डर पनि थियो, कतै बाजेले नाइ भनिदिने त होइन। पण्डित शर्माले पनि बुझेका थिए अब प्रतिपल बिना प्रभाको जीवन असम्भव छ। यस्तो चिन्ता र पीडाले प्रभालाई हानि पुर्याउन सक्थ्यो। उनलाई थाहा भइसकेको थियो कि अब उनीहरूलाई कुनै हालतमा अलग गर्न सकिँदैन। त्यसपछि पण्डित शर्माले लामो सास तान्दै सुस्तरी बोले, लौ लैजाऊ मेरो नातिनी, तिम्रै बुहारी भई अब। त्यसपछि आँगनमै उभिएकी प्रभा र उनकी आमाले अँगालो हालेर खुसीका आँसु सुकसुकाए। पण्डित शर्मा र सुबेदार बिहानभरि विगतका कुराहरूमा गफ गरिरहे। त्यही बेलुका प्रभा ड्युटी सकेर स्वास्थ्य चौकीबाट फर्कदै गर्दा प्रतिपलले बाटोमै पर्खिरहेकी देखिन्। प्रभा दौड्दै आई उनको पाखुरा समात्दै टाउको अड्याइन्। प्रतिपलले मुस्कुराउँदै बोले, मेरो बाउको ढुङ्गा जस्तो मन कसरी पग्लिया हौ, के जादु चलायो राईकी बुहारी? प्रभाले मुस्कुराउँदै जवाफ दिन्, मायाको जादु चलाको नि बाहुनको ज्वाइँ। छोटो समयमा दुवैको भव्य बिहे भयो। सुबेदारले किराँती रीत पूरा गरे। पण्डित शर्माले हिन्दू परम्परा अनुसार विधि सम्पन्न गरे।